मकालु बेस क्याम्पको यात्रा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग हुँदै सिधै सङ्घसभाको विश्वकै होचो उपत्यका तुमलिङ टारमा आउन सकिन्छ भने काठमाडौँबाट बसको यात्राबाट इटरी हुँदै धनकोटा, हिले, लेगुवा, सभाखोला हुँदै सोही ठाउँ आउन सकिन्छ र त्यहाँबाट करिब 1 घण्टाको पक्की सडकको यात्रा गरेपछि भने पक्की रोड भेटिँदैन। त्यसपछिको 2 घण्टाको यात्रापछि छिमेकी चिचिला गाउँपालिकालाई पार गरेर मकालु गाउँपालिकाले देउराली भन्ने ठाउँबाट प्रवेश गरी स्वागत गर्दछ। त्यसपछि 1 घण्टाको यात्रापछि मकालु गाउँपालिका वडा नम्बर 5 स्थित मकालु गाउँपालिकाको केन्द्र तथा व्यापारिक क्षेत्र अत्यन्तै सुन्दर स्थान नुम बजार आइपुग्न सकिन्छ। यहाँबाट मकालु गाउँपालिकाको सम्पूर्ण सुन्दर क्षेत्रहरू अवलोकन गर्न सकिने हुँदा यस ठाउँलाई रात्रिकालीन विश्रामालयको रूपमा लिन सकिन्छ। नुम बजारको 1 दिनको बसाइपछि करिब 4 घण्टाको यात्रापछि साबिकको मकालु गाविस तथा हालको मकालु गाउँपालिकाको वडा नम्बर 2 स्थित अर्को व्यापारिक क्षेत्र सेदुवा भन्ने ठाउँमा पुगिन्छ। सेदुवामा मावि स्तरको विद्यालय, अस्थायी प्रहरी कार्यालय, इलाका स्वास्थ्य चौकी तथा साबिकको सङ्घसभाको 10 वटा गाविस र सोलुखुम्बु जिल्लाको 2 वटा गाविस मिलेर बनेको यसै गाउँपालिकाको नाममा नामकरण राष्ट्रिय निकुञ्ज मकालु वरुण राष्ट्रिय निकुञ्जको कार्यालय पनि यही स्थानमा रहेको छ। यस निकुञ्ज विक्रम सम्वत 2048 साल मङ्सिर 2 गते स्थापना भएको हो भने यो निकुञ्ज 2330 वर्ग क्षेत्रफलमा फैलिएको छ। यस निकुञ्जभित्र 421 प्रजातिका चरा, 315 प्रजातिका पुतली, 28 प्रजातिका गुराँस, 47 प्रजातिका सुनखरी, 67 प्रकारका औषधिजन्य जडीबुटी, 88 प्रजातिका स्थानधरी जनावर, नेपालमा मात्र पाइने काँडे भ्याकुर, दुर्लभ जन्तु रातो पाण्डा, लोपोन्मुख जनावर कस्तुरी पाइन्छ। सेदुवामा करिब 1 दर्जन होटल तथा लजहरू भएकोले यस ठाउँलाई पनि रात्रिकालीन विश्रामालयको रूपमा लिन सकिन्छ। यस स्थानबाट करिब 4 घण्टाको यात्रापछि पुगिने यो स्थानलाई टसी गाउँ भनिन्छ। यस ठाउँको आम्दानीको स्रोतलाई भने कृषिमा अलैँची, पशुपालनमा चौरी, बाख्रा, भेडा पालन तथा विभिन्न जडीबुटीहरू यार्सा गुम्बा, 5 औँले, पाखन बेद, चिराइतो, सतुवा, वन लसुन आदिलाई मुख्य आय स्रोतको रूपमा लिन सकिन्छ। यस ठाउँ यस क्षेत्रको मानव बस्तीको अन्तिम बस्ती भएकोले यो गाउँबाट बिहानीको मनोरम दृश्य निहाल्दै हाम्रो यात्रा पुनः मकालु बेस क्याम्पतिरै अगाडि बढ्छ। करिब 3 घण्टाको यात्रापछि यहाँबाट डाँडा खर्क भन्ने ठाउँमा पुगिन्छ। समुद्र सतहबाट 2900 मिटरमा अवस्थित डाँडा खर्कमा 2 वटा होटल तथा लजहरू रहेका छन्। डाँडा खर्कबाट माथिको बाटो ढुङ्गाले छापेर बनाएको हुँदा यहाँबाट माथिको पैदल यात्रा गर्न सहजता त भयो नै, अझ थप त्यहाँको स्थानीयले गरेको त्यो सङ्घर्षले हामीलाई पैदल यात्रा गर्नका लागि थप ऊर्जा मिल्यो। यस स्थानभन्दा माथि प्राय प्रत्येक डाँडामा मानेहरू र बीचबीचमा चौरी खर्क तथा गोठहरू पनि भेट्न सकिन्छ। डाँडा खर्कबाट करिब 3 घण्टाको यात्रापछि खोङमा भन्ने स्थानमा पुगिन्छ। खोङमा 3100 मिटरको उचाइमा अवस्थित छ। यस स्थानमा 3 वटा होटल
तथा लजहरू र एउटा पोर्टर सेल्टर रहेको छ। यो स्थान करिब 3100 मिटरको उचाइमा रहेको हुँदा यस स्थानबाट उकालो लाग्दा कसैलाई लेक लाग्ने पनि गर्दछ। यस ठाउँको होटल तथा लजमा व्यवसायीले गरेको सम्मानले दिनभरको थकानलाई बिर्साइदिन्छ र यो स्थान रात्रिकालीन विश्रामालय बन्न पुग्छ। यस स्थानबाट बिहानै देखिने यी मनोरम हिमालको दृश्यलाई छोड्न नसके पनि हाम्रो यात्रा बेस क्याम्प सम्मको भएकोले बेस क्याम्प तर्फ पुनः अघि बढ्छ। अब भने हाम्रो यात्राको क्रममा हामीले ठूला ठूला वनस्पतिहरू छोड्दै सासाना भुट्यानहरू मात्र भेटाउन सक्छौं। खोङमामा देखिने यी बाटो, गुराँसका बोट बिरुवा अनि सासाना भुइँमा फुल्ने फूलहरूको दृश्य अवलोकन गर्दै तल्लो देउराली भन्ने ठाउँ पुग्न सकिन्छ। तल्लो देउरालीबाट देखिने हिमालले भने हिमाली भेगमा आइपुगेको अनुभूति गराउने मात्रै नभएर मकालु बेस क्याम्पमा जानका लागि थप साहस मिल्दछ। तल्लो देउरालीबाट उकालो जाँदा डाँडा काँडा अप्ठ्यारो बाटो हुँदै माथिल्लो देउराली भन्ने ठाउँमा पुग्न सकिन्छ। त्यहाँबाट भने अझ सासाना वनस्पतिहरू पनि हराउँदै जान्छन्। खोङमाबाट करिब 3 घण्टाको यात्रापछि सानो पोखरी ठाउँमा आइपुग्न सकिन्छ। सानो पोखरीमा मौसम प्रतिकूल भएकोले बादलले छोपेको थियो, तर केही समयको पर्खाइपछि भने यहाँको मनोरम दृश्य यसरी देखियो। यो पोखरीमा धेरै मात्रामा किराँतीहरू पूजा आज गर्न आउने गर्दछन्। यो पोखरीको इतिहास अनुसार पोखरीमा कुनै कसिङ्गर अथवा पात पर्यो भने चरा आएर टिपेर फ्याल्ने गरेको यहाँका स्थानीयले बताए। यस पोखरीबाट अलिकति उत्तर उकालो लागेपछि भने ठुलो डाँडा भन्ने ठाउँ आइपुग्छ। करिब 4300 मिटरको उचाइमा अवस्थित यस स्थानमा पनि एउटा होटल तथा लज रहेको छ। खोङमाबाट करिब 4 घण्टामा आइपुगिने यो स्थानमा बिहानै उठ्दा यहाँको वातावरण सफा रहने हुँदा जो कोही पनि यस स्थानमा बास बस्न रुचाउँछन्। यहाँबाट ओह्रालो झरेपछि 4200 मिटरको उचाइमा अवस्थित ठुलो पोखरी भन्ने ठाउँमा पुगिन्छ। यो पोखरीमा धेरै मात्रामा बौद्धिस्टहरू आएर पूजा आजा गर्ने गर्दछन्। माथिबाट हेर्दा हात्तीको आकार जस्तो देखिएकोले यो पोखरी सँगै रहेको चट्टानमा हात्तीको आँखा जस्तै आकृति पनि रहेको छ। पोखरी ठुलो भएकोले यस ठाउँको नाम ठुलो पोखरी हुन गएको हो। यो पोखरी गहिरोमा भएकोले धेरै बादल लागिराख्ने हुँदा यहाँको दृश्य प्रष्ट भने हामीले देख्न सकेनौं। तर केही घण्टाको पर्खाइपछि भने मौसम अलिकति खुलेको देखियो। यहाँको पोखरीमा प्राय सिक्का पैसा चढाएर पूजा आजा गर्ने चलन रहेछ। यस स्थानमा अगाडि होटल तथा पोर्टर सेल्टरहरू थिए, तर यहाँ खाना र बस्नाले गर्दा यो पवित्र धार्मिक स्थल फोहोर हुने भएकोले त्यहाँको होटल हटाइएको स्थानीयले बताउनु भयो। यस स्थानको वरिपरि यार्सा गुम्बाको सिजनमा यार्सा गुम्बा खोज्ने मान्छे खुब आउने गर्दछन्। यस स्थानबाट करिब आधी घण्टाको उकालो पछि फेरि एउटा माने डाँडा भेटिन्छ। यहाँबाट मकालु बेस क्याम्प जाने अर्को बाटो गैरी पोखरी आसम आशा हुँदै पनि जान सकिन्छ। तर बाटोमा कुनै पनि होटल तथा लजहरू नभएकोले प्राय तल्लो बाटो नै यात्रीहरू यात्रा गर्ने गर्दछन्। यहाँबाट भने फेरि ओह्रालो बाटो झर्नु पर्नेछ। ठुलो पोखरीबाट करिब 3 घण्टाको यात्रापछि दोबाटी भन्ने ठाउँमा बास बस्न पुगिन्छ। 3862 मिटरको उचाइमा अवस्थित यस स्थानमा एउटा होटल तथा लज र एउटा पोर्टर सेल्टर
रहेको छ। एक दिनको बसाइपछि फेरि पुनः ओह्रालो झर्नु पर्नेछ। अब भने यहाँबाट जति जति तल ओर्लँदै गयो त्यति नै ठूला ठूला रुखहरू भेट्न सकिन्छ। दोबाटेबाट करिब 2 घण्टाको ओह्रालोपछि हामी वरुणको किनार आइपुग्न सक्छौं। त्यसपछि वरुणको किनारको 1 घण्टाको यात्रापछि एउटा ठूलो पहिरो बाटो हिँड्नु पर्ने हुन्छ। यस पहिरोको बाटो हिँड्न जति जटिल छ त्यति नै त्यहाँको सुन्दरताले त्यो जटिलतालाई आरामदायीमा परिणत गर्दछ। पहिरो बाटोदेखि 3 घण्टापछि 3600 मिटरको उचाइमा अवस्थित फेमाताङ भन्ने स्थानमा आइपुग्न सकिन्छ। यस स्थानमा पनि होटल तथा लजको व्यवस्था रहेको छ। यहाँबाट देखिने शिवधाराले भने अघि हिँडेको पहिरो बाटोको थकानलाई मेटाइदिनेछ। यस स्थानबाट अलिकति माथि गएपछि वरुण नदीलाई पार गर्नुपर्नेछ। फेमाताङबाट करिब 2 घण्टाको तेर्सो यात्रापछि याङले भन्ने स्थानमा पुग्न सकिन्छ। समुद्र सतहबाट 3600 मिटरको उचाइमा रहेको यो स्थानमा आइपुग्दा यहाँको अत्यन्तै सुन्दर तथा मनमोहक र मनोरम दृश्यले 4 दिनको पैदल यात्रालाई बिर्साइदिन्छ। यस ठाउँ समुद्र सतहबाट 3600 मिटरको उचाइमा भए तापनि तराईको जस्तो सम्म यो स्थानमा बस्नका लागि अति उपयुक्त देखिन्छ। छेउमा भएको वरुण नदीको छङ छङ बज्ने आवाज अनि बिहानीको किरणसँगै यो पवित्र धार्मिक स्थल देख्न पाउँदा साँच्चै यो ठाउँमा आइपुग्दा लाग्छ अर्को एउटा छुट्टै संसारमा छु भन्ने भान हुन्छ। यो ठाउँमा 2 वटा होटल तथा लजहरू छन् भने 3-4 वटा पोटर सेल्टरहरू रहेका छन्। त्यसैगरी यस स्थानमा चौरी पालन, भेडा पालन तथा बाख्रा पालन गरिने भएकोले यहाँ थुप्रै सासाना गोठहरू पनि देख्न सकिन्छ। हामी जति जति माथि जाँदैछौँ त्यति त्यति व्यवस्थित होटल तथा लजहरू भएकोले यहाँसम्म आइपुग्दा लाग्छ हामी मकालु गाउँपालिकाको केन्द्र नोमबाट तराईको यात्रा गर्दैछौँ। रात्रिकालीन विश्राम गरेपछि बिहानै यहाँबाट देखिने पवित्र स्थल शिवधारातिरको यात्रा सुरु हुन्छ। याङलेबाट देखिने त्यो चट्टान लाग्छ भगवानको घर हो। बीचमा बुद्ध अनि दायाँपट्टि शिव, बायाँपट्टि पार्वती बसेको देख्न सकिन्छ। शिवधाराको छेउपट्टि शिवलिङ्ग रहेको छ भने पार्वतीको छेउपट्टि भने आमा फुजुङ अवस्थित छ। यो शिवधारालाई वैज्ञानिक ढङ्गबाट हेर्ने हो भने अचम्मको देखिन्छ। यो धारा माथि न पहाड छ न त कुनै रुखको वनस्पति नै। यो पानीको धारा कसरी निस्कियो अहिलेसम्म पत्ता लाग्न सकेको छैन। शिवधाराको यात्रा गर्दा बाटोमा भेटिने यस गुम्बाले अझ पवित्र स्थल शिवधारामा जाने थप ऊर्जा दिलाउँदछ। वरुण नदीको किनारै किनार भई यात्रामा हामीले यस नदीलाई काठेफुल भएर पार गर्नुपर्नेछ। करिब 1.5 घण्टाको तेर्सो यात्रापछि भने उकालो बाटोको यात्रा तय गर्नु पर्दछ। शिवको बास चट्टानमा भएकोले र यात्रा पनि चट्टानै चट्टान भएर जानुपर्ने भएकोले बाटो असहज भएर जान्छ। यहाँको यात्रामा अलिकति पनि सावधानी नअपनाउने हो भने यात्राको क्रममा तीर्थयात्रीलाई ठूलो दुर्घटना निम्तिन सक्छ। खुट्टा मात्रै अडिने बाटो तथा कुनै ठाउँमा झुन्डिएर समेत जानुपर्ने भएकोले यस ठाउँमा यात्रा गर्दा धेरै जोगिएर यात्रा गर्नुपर्छ। तर यहाँका स्थानीयका अनुसार बाटो यस्तै भए तापनि यो तीर्थयात्रा भएकोले अहिलेसम्म मानवीय क्षति भने भएको छैन। याङलेबाट करिब 4 घण्टाको यात्रापछि शिवधारा पुग्यौं। तर हामी बेमौसममा गएकोले हामी पुग्दा कुहिरो लागिरहेको थियो।
अझ अचम्मको कुरो त के छ भने यस ठाउँको धारामा तीर्थयात्रीहरूले स्नान गर्दा पापी मानिस भए धारा सर्ने गर्दछ र धार्मिक मानिसले स्नान गर्दा उक्त धारा छेउमा आफै घुमेर आउने अथवा पछ्याउने किम्वदन्ती रहेको छ। यस धारामा स्नान र पूजाआजा गरिसकेपछि तीर्थयात्रीहरू फर्किने गर्दछन् पनि यहाँको मौसम सफा नभएपछि र त्यहाँ कुनै रात्रिकालीन विश्रामालय नभएकोले पुनः याङ्लेतिर फर्कियौं। फर्किँदा भेटिने यी ससाना शिवका धाराहरूको दर्शन गर्दै पुनः हामी याङ्लेमा बास बस्न पुग्यौं। याङ्लेबाट वरुण नदीको किनारै किनार भई बेस क्याम्प जाने बाटोमा भेटिने यी गोठ चौरीलाई नियाल्दै हाम्रो यात्रा अघि बढ्छ। करिब 2 घण्टाको यात्रापछि पुगिने यो स्थान अत्यन्तै सुन्दर र रमणीय रहेको छ। बाटोमा भेटिने यी मानिसहरूले भने हामीलाई स्वागत गरेको अनुभूति गरायो। पहिरोको बाटोमा भेटिने यी पहेँलो रङका चिन्हले भने बाटो पहिलाउन मद्दत गर्दछ र यी ढुङ्गाका माने जस्ता थुम्काले भने पछि बाटो हिउँले पुर्ने भएकोले यो ढुङ्गाको टुप्प हेर्दै हिँड्नु पर्ने रहेछ। याङ्लेबाट करिब 4 घण्टाको यात्रापछि 4270 मिटरको उचाइमा अवस्थित लाङमाले भन्ने स्थानमा पुग्न सकिन्छ। यस स्थानका एक वृद्ध आमाले भने हामीलाई यसरी स्वागत गर्नुभयो। यस स्थानमा आइपुग्दा भने बीच बाटोमा रहेका खोला नाला, पाखा पखेरा, ठुला चट्टानबाट निस्किएका झरनाले थकानलाई बिर्साइदिन्छ। यो झरना सिधै छिमेकी राष्ट्र चीनको हिमाल हुँदै चट्टानको बीचबाट हतारिएर आएको देख्दा चीनसँगको सम्बन्ध मानव सभ्यताले मात्रै होइन प्राकृतिक स्रोतले पनि जोडिएको अनुभूति गराउँछ। लाङमाले 4270 मिटरको उचाइमा भए तापनि यहाँ सिजनमा आलु साग खेती समेत हुने रहेछ। यस स्थानका स्थानीय विशेष गरी चौरी, भेडा बाख्रा तथा याक पाल्ने गर्दछन्। लाङमालेमा 3 वटा व्यवस्थित होटल तथा लजको सुविधा भए तापनि यहाँबाट करिब 4 घण्टाको यात्रापछि बेस क्याम्प पुग्न सकिने हुँदा हाम्रो यात्रा बेस क्याम्पतिर सुरु भयो। लाङमालेबाट करिब 1 घण्टाको उकालो यात्रापछि तेर्सो बाटो वरुणको किनारै किनार हुँदै जानुपर्ने हुन्छ। यो नदीको शिर हो। यस ठाउँबाट पल्लोपट्टि एउटा विशाल पोखरी रहेको छ। वरुणचे हिमालको फेदमा रहेको यो पोखरी अत्यन्तै लामो रहेकोले यस पोखरीको नाम लामो पोखरी रहन गएको हो। यो पोखरीको बीच बीचमा सासाना आइसका ढिक्काहरू पनि रहेका छन्। यो विशाल पोखरी र वरुण नदीको किनारै किनार करिब 2 घण्टा तेर्सो यात्रा गरेपछि एउटा विशाल चौर आइपुग्छ। यहाँबाट मकालु हिमाललाई देख्न सकिन्छ। यो चौरबाट भने फेरि उकालोतिरको यात्रा सुरु गर्नु पर्दछ। बाटोमा रहेका ती सासाना पोखरीले मकालु बेस क्याम्प आइपुग्न लागेको संकेत दिलाउँछ। उकालोको करिब 1 घण्टाको यात्रापछि मकालु हिमालको फेद बेस क्याम्प देख्न सक्छौं। 4870 मिटरको उचाइमा अवस्थित यस बेस क्याम्पमा 2 वटा व्यवस्थित होटल तथा लजहरू रहेका छन् भने 2 वटा पोर्टर सेल्टर समेत रहेको पाइन्छ। यो स्थान नै हाम्रो अन्तिम गन्तव्य भएकोले हामी याक होटल तथा लजमा बास बस्न पुग्यौं।
यो मकालु हिमालको फेद भएकोले धेरै जाडो हुने हुँदा यहाँ हामीलाई आरकले स्वागत गरियो। भोलिपल्ट बिहानै देखिने त्यो मकालु हिमाल तथा अन्य हिमालहरूको सुन्दर दृश्यले हामीलाई खुब आनन्दित बनायो। यो स्थानबाट विश्वको 5औं 8463 मिटरको अग्लो मकालु हिमाल नाकैमा ठोकिएला झैं देख्न सकिन्छ। यो हिमालसँग अन्य थुप्रै उच्च हिम श्रृङ्खलाहरू समेत रहेका छन्। 7319 मिटरको उचाइमा रहेको चाम्लाङ हिमाल, 7129 मिटर उचाइमा रहेको बरुन्चे हिमाल र 6654 मिटर उचाइमा रहेको मिरापेक हिमाल अवस्थित छन्। यो पोखरीको पानी दूध जस्तै सेतो देखिएको हुनाले यो पोखरीलाई दूध पोखरी भनिदो रहेछ। यसै पोखरीको शिरमा मकालु हिमाल अवस्थित छ। वरुण नदीको मुहान भनेर पनि यो पोखरीलाई चिन्न सकिन्छ। यसै पोखरीबाट वरुण सुरु हुन्छ। यहाँबाट करिब 6-7 वटा क्याम्पपछि भने हिमाल आरोहीहरू मकालु हिमाल पुग्ने गर्दछन्। मकालु बेस क्याम्पको 2 दिनको रोमाञ्चक दृश्य अवलोकन पछि भने हाम्रो यात्रा यही समाप्त हुन पुग्छ।